सबैभन्दा सक्रिय मन्त्री हुन् गृहमन्त्री सुदन गुरुङ। तर शोधनसँग कुधन रहेको विशेष सावधानी भएपछि अब रोदन सुरु भएको छ। तर वास्तविकता के हो त? जनजी आन्दोलनको राप्ताबाट उदाएको नयाँ सरकार र त्यसका प्रभावशाली गृहमन्त्री सुदन गुरुङ यति बेला गम्भीर नैतिक र कानुनी प्रश्नको कठघरामा छन्। सुशासन र पारदर्शिताको नारा दिएर शक्तिमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद गुरुङको नाम देशकै नामुद बिचौलिया दीपक भट्टसँग जोडिएपछि राजनैतिक वृत्त तरङ्गित छ। यो विवादको चुरो दुईवटा माइक्रो इन्सुरेन्स कम्पनीको संस्थापक शेयर र गृहमन्त्रीले सार्वजनिक गरेको अपूर्ण सम्पत्ति विवरणमा अडिएको छ। कम्पनी रजिस्ट्रारको कार्यालयबाट प्राप्त विवरण अनुसार दीपक भट्ट समूहको मुख्य लगानी रहेको स्टार माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेडमा गृहमन्त्री सुदन गुरुङको 25 लाख रुपियाँ बराबरको संस्थापक शेयर भेटिएको छ। शेयर लगत किताबको क्रम संख्या 49 मा उल्लेखित भएको विवरण अनुसार शेयर धनीको नाम